किसिमका जुन हाम्रो यो उत्पन्न भइरहेको छ र यसको जुन यो कला भनौँ न एकल रचना वाचन होइन रुकुम साहित्य माला कार्यक्रमद्वारा हाम्रो यो सञ्चालन सम्पन्न हुन गइरहेको छ र यसलाई हाम्रा प्रमुख अतिथि विशेष अतिथिहरूको भव्य र शानदार रूपले सफल पार्न उहाँहरूको गरिमामय उपस्थित भएको छ र तपाईँ हामीहरू सबै आफ्नो ठाउँबाट उपस्थित सबै सहभागी मित्रहरूले भाइ बहिनीहरूले ध्यान दिएर आज
उपस्थित शताब्दी पुरुष कालो ओलीजीलाई अबिर आवरण सहित जोसल्ला ओराएर सम्मान गरिदिनु हुन आजको यो कार्यक्रमका प्रमुख अतिथि त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका श्रद्धेय अध्यक्ष श्री गणेश कुमार केसी सरलाई हार्दिक अनुरोध गर्दछु र उपस्थित महानुभावहरूलाई ताली बजाएर स्वागत गरिदिनमा हार्दिक अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। संसारमा रंगिन्छ
कराउँछन् गाई घाँस खान नपाई त्यो गाई गोठामा रुँदैछन् गाग्री कोठामा कसै थुप्रेको देख्छु चिसो छ कोठा ढिपढिपे आगो दोधारमा परेमा कता छिस कान्छी कता छिन् भाउजू भोकले मरिमा सिद्धेकै छैन आजको दाई खानुमै भाउजू धक्का के सक्यो लाग्दैछ दाल छिट्टै मनाउँछु हामी सबैको कथा हो। कविताको शीर्षक छ वीरबहादुरको कथा, गद्य कविता हो र अब कविता सुरु हुन्छ। एका बिहानै भालेलाई बिउजाउँदै गरेका उसका बचेराका मुखमा चारो ल्याउने आश्वासन दिँदै आफ्नी श्रीमतीबाट आधा आङ चोइटिएर आमाको ममतामय मुटु टुक्र्याउँदै रोटी र भोटीको खोजीमा रित्तो भकारी बोकेर वीरबहादुरले तय गर्यो कालापारको यात्रा। बाध्यात्मक जीवन यात्राको उद्वेगसँगै झुल्नेटा परको खौलाबाट उसले अन्तिम पटक हेर्यो युगौं युगदेखि रुकुमको रोग भोग अभावको मौन साँची पनि उभिरहेको सिस्ने हिमाललाई। यो बाटो भएर कति वीरबहादुरहरू कालापार गए, कति फर्किए, कति फर्किएनन्। काली पारेका आँखाबाट कति सानी भेरी बगे, यी सबै कुरा थाहा छ सिस्ने हिमाललाई। झारेर फूल वृक्षले के फलको आशा गर्दछ, रित्यै पानी पोखरीले के अस्तित्वको आशा गर्दछ। पठाई नौजवान कालापार देशले के समृद्धिको आशा गर्दछ। वीरबहादुर उसका बाजे बा र उसले इतिहासमा अवस्था र व्यवस्था परिवर्तनका खातिर किस्ताबन्दीमा आफैलाई रित्याएर पोखेथे सडकमा रगत। उनीहरूको रगतले कहिल्यै न्याय पाएन। सोही रगतको प्रत्युत्पादक ढेलले बगाएर आज उसलाई सीमा पार हुत्याएको छ। देश छोड्नेको ताँतीमा ऊ एक्लो छैन। जाडो छल्न र चारो खोज्न बसाइ सरेका साइबेरियन चराको लर्को झैँ लम्बेतान पंक्ति छ। टोपीबाट टुपी निस्किएका वीरबहादुर चियामा चिनी चियापत्ती पनि कम्हाले भइहाल्छ। हस्मेरी भाउजू चार जात 36 वर्णको फुलबारी हो नेपाल, 4 जात 36 वर्णको फुलबारी हो नेपाल भन्ने उखानको चरितार्थ हो जीवन, भन्ने उखानको चरितार्थ हो जीवन। 5 नम्बर वडाको केन्द्रबिन्दु हो जीवन, तत्कालीन खारा गाविसको पहिचान हो जीवन। बीचमा हाई स्कुल रहेको यो स्थान Ay,
Haraji bangrunga Yupari kebang nilayo Haraji bangrunga Samnani torel nibiya Walking chaki kunga किरिम नलगाऊ मलाई छोडी अन्त कहीँ पिरिम नलगाऊ ओए तिमी यसै राम्रै छौ किरिम नलगाऊ मलाई छोडी अन्त कहीँ पिरिम नलगाऊ कान्छी मायाको गाला पुक्का 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 ओए कान्छी मायाको गाला पुक्का 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 सिमोड भिन्की चुटुक्का लाई त्यो माया सुटुक्का ओए कान्छी मायाको गाला पुक्का 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 सिमोड भिन्की चुटुक्का लाई त्यो ठुक्का परे खुस्किन्थिन् थोरै औसीमा बोलाउँथिन् सास परेपछि चुलो छेउ बसी आफैले बोलाउँथिन् छिपिए रात फर्केर भाइजू आएनन् किन भन्थिन् कि निस्किँदा कान्छी निस्केको किन हो अरूको आँखा माइतीको आँखा सम्झेर आयो छौँ नाचो हेरिरहेका छौँ जस रमाइलो भइरहेको छ र अब हामी साहित्यकार पूर्ण ओली सरले मलाई जुन जिम्मा दिनुभएको छ मैले उहाँको कविता वाचन गर्न गइरहेको छु र केसियो बजाएर मलाई साथ दिँदै हुनुहुन्छ खगेश्वर भण्डारी सरले कविता यस प्रकार रहेको छ गुनासो कता सेवामा रहँदै बित्यो सब जुन टुट्दै गयो धैर्यता ऊर्जा सिर्जन जोस आत्मबल औ सम्मान गिर्दै गयो तला चढ्नु र झर्नु मात्र हुन गो सुक्दै गयो यो ज्यान तला चढ्नु र झर्नु मात्र हुन गो सुक्दै गयो यो ज्यान पानी नछने तको नसुविधा हेर्ने न कोही हुनु चर्पी हेर्नु जुना र पार्नु र पेन
बोलाउँदै दौडिनु पैसा थर्दिनु बैङ्कमा भगतका यी कार्य मेरै भए भो खान्न निरीह जागी रमयो कर्तव्यस्तै भए भो खान्न निरीह जागी ऋषि सहायक बने स्वीकार्नु के दासता पैसा मान दया अनेक सुविधा पाइस् जो भन्दछन् जाँच्दा ती सुविधा समानतःका सयौं गुणा तुच्छन् तथा धूर्त ठुला बडा पहुँचका कुण्डाउनै नष्ट छन् कोही काम नभई यही अफिसमा मारी झिङ्गा बस्दछन् कोही काम नभई यही अफिसमा मारी झिङ्गा बस्दछन् ज्ञान र काम काज बिचको खै कार्य सूचियता सेवा मालिकको कि आमजनको प्रस्त्याउलौ सत्यता खेल राखी कदापि अन्तर नहोस् नेपालगञ्ज आफ्नो सम्झेर आए मुटुको टुक्रा खस्यो कि भनी लिनलाई आए माइतीलाई भेटी दियास्रो मेटी फर्केर चर्केको मुटु भर्केर आए खोलोमै थियो आधा तुलाई सम्झेर आए दाइ भन्दा बढी हजुरकै माया लागेर आए भाउजू भनेकै थिए फर्केर आइन् यी मेरी भाउजू
भाउजू मिलेमा मात्र म सुख पाउँछु। म नाम वाचन गर्नेछु। नाम वाचन गरिसकेपछि उठेर आफ्नो परिचय दिनुहुनेछ। यसै गरी यस नाटकका लेखक तथा निर्देशक हुनुहुन्छ आदरणीय सर साहित्यकार पूर्णोली सर। म हृदयदेखि नमन गर्न चाहन्छु उहाँ सरलाई। र यसै गरी नाटकमा लय निर्देशन दिने आदरणीय कलाकार हुनुहुन्छ जयदेव कोटा, किरण बाबु पुन, सोनाम ल्यामु, विनिता थापा, करिश्मा पुन मगर र यसका साथीहरू। ताराको अभिनयमा हुनुहुन्थ्यो यस विद्यालयका कक्षा 10 का छात्र समीक्षा घरतीनगर। कृपया ताली। समीक्षा घरतीनगर ताराको अभिनयमा हुनुहुन्थ्यो। उहाँले ताराको अभिनयमा आफ्ना प्रस्तुतिहरू प्रदर्शन गर्नुभएको थियो। यसै गरी चन्द्रप्रसादको अभिनयमा हुनुहुन्थ्यो यस विद्यालयमा अध्ययनरत छात्र कक्षा 10 का छात्र विवेक घरतीनगर। कृपया ताली। विवेक घरतीनगर। यसै गरी बहिनीको अभिनयमा हुनुहुन्थ्यो यस विद्यालयमा अध्ययनरत छात्रा कक्षा 9 मा अध्ययनरत छात्रा करिश्मा पुन मगर। करिश्मा पुन मगर। यसै गरी रातोको अभिनयमा हुनुहुन्थ्यो यसै विद्यालयमा कक्षा 10 मा अध्ययनरत छात्र सुभाष ओली। यसै गरी ताराको बाबुको अभिनयमा हुनुहुन्थ्यो यसै विद्यालयका कक्षा 10 मा अध्ययनरत छात्र सङ्गीत घरतीनगर। यसै गरी ताराको आमाको अभिनयमा हुनुहुन्थ्यो यसै विद्यालयमा कक्षा 10 मा अध्ययनरत छात्रा वंशिका महर। यसै गरी एलिजाको अभिनयमा हुनुहुन्थ्यो टिकटक बनाउने टोलीमा हुनुहुन्थ्यो यसै विद्यालयमा अध्ययनरत छात्रा कक्षा 10 मा अध्ययनरत छात्रा यमुना गहतराज। यसै गरी क्रिस्टिना को अभिनयमा हुनुहुन्थ्यो यसै विद्यालयमा कक्षा 10 मा अध्ययनरत छात्रा सोनिका महर। यसै गरी कृतिकाको अभिनयमा हुनुहुन्थ्यो यसै विद्यालय कक्षा 10 मा अध्ययनरत छात्र झरना ओली। र यसै गरी बाउरेको अभिनयमा हुनुहुन्थ्यो यसै विद्यालयका कक्षा 10 का छात्रा पूजा केसी र कृष्पा रसाइली। पूजा केसी, कृष्पा रसाइली। करिश्मा गहतराज। एलिजाका साथीहरूको अभिनयमा हुनुहुन्थ्यो ऋतु खड्गा र पूजा केसी र सपना डाङ्गी। 3 जना हुनुहुन्थ्यो। छिमेकीको अभिनयमा हुनुहुन्थ्यो यसै विद्यालयका कक्षा 10 का छात्रा विनिता ओली, करिश्मा गहतराज। यसै गरी बोरुको अभिनयमा हुनुहुन्थ्यो यसै विद्यालयका कक्षा 6 का छात्र जीवन्त गहतराज। यसै गरी धीरन गहतराज। अनि हलीको अभिनयमा हुनुहुन्थ्यो यसै विद्यालयमा कक्षा 10 मा अध्ययनरत छात्र सन्देश खड्गा। यहाँहरूको उत्तर प्रगतिको कामना सहित मैले क्षमायाचना गरिसकेको छु। आदरणीय सर पूर्ण ओली सर लगायत आजका प्रमुख अतिथि, विशेष अतिथिगण लगायत सम्पूर्ण आदरणीय दर्शकवृन्द र आजको यस कार्यक्रमलाई आफ्नो ठाउँबाट पात्रको रूपमा भूमिका खेल्नुहुने आदरणीय प्यारा भाइ बहिनीहरूलाई अझै पनि हाम्रो आदरणीय सर, हाम्रो हस्ती आदरणीय सर पूर्ण ओली सरलाई हाम्रो विद्यार्थी भाइ बहिनीहरूले देखाएको यो कलालाई छोटो समयमा
यस्तै गरी लामो समयसम्म सिक्न पाएको भए अझै हाम्रो विद्यार्थी भाइ बहिनीहरूले अझै पनि प्रगतिका पाइलाहरू खुट्किलाहरू अगाडि बढाउने थिए। त्यसै गरी पूर्ण ओली सरलाई म यहाँबाट के भन्न चाहन्छु भने अझै पनि यस्ता मौकाहरू आयो भने हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई त्रिवेणी पाँच जिबाङ मात्रै नभएर सिंह नेपालभर हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई परिचित बनाउनु हुनेछ। आदरणीय गुरु तथा आदरणीय सरलाई म यो मञ्चबाट उहाँलाई हार्दिक नमन गर्न चाहन्छु। एउटै घर मेरो हिमाल पहाड तराई मधेस जहाँ पनि एउटै देशका सन्तान हामी जो भए पनि एउटै देशका सन्तान हामी जो भए पनि। धन्यवाद। मेरा दिदीसँग यी चुनावी बिराउँछ। नमस्कार। यसपछि आफ्नो कविता वाचन गरिदिनु हुन बहिनी विष्णु ओलीलाई अनुरोध गर्दछु र तयारी अवस्थामा बसिदिनु हुन सुन्दर खड्कालाई अनुरोध गर्दछु। विष्णु ओली। यही माटोको रस पोसाई उत्तरतर्फ हिमाल टङ्केको हिमालीले पहाडी भेग तराई हरियो सगरमाथा हिमाली हस्त सदायो गण्डकी कोशी कन्हैया सरल सदाई सुन्दरताले यो प्रकृतिको नेपाल हाम्रो देशकै राम्रो जन्मेको भूमि हो। यही माटोको सपनाले जीवन हुर्केको पूर्व र पश्चिम मेचीर काली सिमाना कोरेको दक्षिण तराई उत्तरतर्फ हिमाल टल्केको दक्षिण तराई उत्तरतर्फ हिमाल टल्केको हिमालीले पहाडी भेग तराई हरियो सगरमाथा शिखरली हस्त सदायो आमा लुकाई दुःख बाहिर हाँसो देखायो ए बाबा कति हो बोल जति गरे थाक्दैन ए आमा समस्या जस्तो आए नि अघि बढ्छौँ नि बाबा जीवनलाई चाहिने ज्ञान शिक्षण ए आमा निडेर बन्दै तिमी झै अघि बढ्दैछौ नि बाबा नराम्रो काम गरेर तिम्रो इज्जत जाने छैन आमा सङ्घर्ष गर्दै बढ्नेछु अघि है त नि बाबा।
蓝牙已断开。线路疏通。ल गर्दैन झगडा गर्ने छुदिनु न गल्त लाग्यो मलाई ल ल है बा हेलो यति बेला खाना खाना पनि आउँछ नि काम पनि आउँछ आग्ला पहिला कामै आउनु गयो बड्डी ओकासे यो मैले मरे हाल यो त अन्य छ ओ बड्डी बड्डी ओता हेर त बड्डी या ओता हेर कुछ छैन आइयो छैन मेरो त हुन्थ्यो त्यो भेटिने गाल गरे यो मैले त रुले तिम्रो छोरीले गयो मलाई भन्न यसको पहिला गरेर केही मान्नु तर पहिला गाल गरि भन्न अस्ति मैले यस्तो गर्यो पहिला पनि गाल गर्छु यस्तो म गर्नु यो यसको पहिला मर्यो नि हुन्छ के काम छ खबर कता मिटाला दे होइरा हामी बस मात्र भए पनि कहि बस खाने छिटो हेर्नु तलाई अनि खबर भित्र नाम केही टोकले टाइम गर्दै यो ठिक छ भन्ने नाम क्या के यो त मलाई धेरै गरी आउँछ कि यो त मेरो त्यो मासु बनाउँछ अनि त्यो मासु बनाउ क्या भन्छ अरू रोटी खाइ बेला त्यो त मासु बनाउ त यो त रोटी खाइ खाइ स्वान्सरी दिएको हुन्छ नि त्यसलाई भनेर त्यो त भन्छ अहिले पुगेछु फेरि कसको लागि नि फेरि कसको लागि यसो खाइ पर्यो सरानी त किन कम गरिन्छ सुन्नुस् यसले धेरै गरे आउँछ मेरो आएको चोट पाउँछ नि यसलाई म राम्रो
यो भएको भए आउँछ मेरो बुवाले आजकल हालेर भएको बिग्री आउँछ कि के भइहाल्छ त म सबै कुराहरू मिलाइदिन्छु बाबु ल मेरो भनिया मान्नुपर्छ म कागज फर्मानमा मैले झैँडाबाट मेलमेला भनेर लेखेको छु यो कागज आफ्नो पासमा राख्ने फेरि यस्तो गरेपछि यता सुन त फेरि अब यस्तो झगडा गर्नु गऱ्यो भने यो फेरि अब यसको यसलाई बाँधेर अनि यसलाई अब जेलमा लान्छ अब यस्तो खाइ गल्ती गर्नु गरिले हेरबुटी अब मलाई पनि माफी दिए ल ल ल त बुढी र बुढीले माफी मागेर त मेरो सामान्य अगाडि गर बुढीले र बुढा ल अब कहिले गर्दिन भने मेरो खुट्टा ढोका टुट्छ बस नबिनको अहिले अब फेरि तँ भोलि त्यस्तै गर्छ धेरै गरे आउँछ यस्तै गराएर अब चाहिँ हस्पिटल अब जान ल हुन्छ है ल ल धन्यवाद ल ए राख अब यस्तो गर्नु हुँदैन धन्यवाद हाम्रो सत्य आमा समूह अनि हाम्रो आजको Hi.
मिठो चिसो पानी नखाई मिठो माया नखाई मिठो माया नखाई मिठो माया सबैभन्दा बढी हावा दिन्छ पिपल छाया सबैभन्दा बढी हावा दिन्छ पिपल छाया दिन्छ पिपल छाया हजुर दिन्छ पिपल छाया दिन्छ पिपल छाया हजुर सबैभन्दा टिको गाह्रो टिमुराईको गाह्रो हामीले सम्झिराख्नु पर्छ जीवाङैको डाँडो हामीले सम्झिराख्नु पर्छ जीवाङैको डाँडो जीवाङैको डाँडो हजुर जीवाङैको डाँडो जीवाङैको डाँडो हजुर जीवाङैको डाँडो त्रिवेणीको भिटामिनका सबैभन्दा हाई बिदा हुन्छौ सबैलाई हाम्रो छ है बाई बाई बिदा हुन्छौ सबैलाई हाम्रो छ है बाई बाई हाम्रो छ है बाई बाई हजुर हाम्रो छ है बाई बाई हाम्रो छ है बाई बाई हजुर हाम्रो छ है बाई बाई धन्यवाद मुना ओली बहिनीको समूहलाई। अधिकारी श्रोता व्यक्तित्व पुण्य प्रसाद भट्टराई सरलाई समालोचना प्रस्तुत गरिदिन हार्दिक अनुरोध गर्दछु। धन्यवाद उद्घोषण सर। सर्वप्रथम चाहिँ म क्षमा चाहन्छु, उहाँले भनेको केही सच्याउन चाहन्छु। म समालोचक चाहिँ होइन, म जिल्ला समन्वय अधिकारीको रूपमा पनि यहाँ होइन। मेरो घर चाहिँ इलाम हो। म हाम्रो पूर्ण सरको अलिकति फ्यान पनि भएको नाताले उहाँको आजका कृतिहरू सबै पनि मैले राम्रो हेर्न पनि पाइनँ नाटक र केही कविताहरू मैले सुन्न पाएको छु। र आजका अध्यक्षज्यू, प्रमुख अतिथि त्रिवेणी गाउँपालिकाका अध्यक्षज्यू, यस गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्षज्यू लगायत मञ्चमा आसीन सबै सम्पूर्ण अतिथिगण र अगाडि बस्नुहुने आमा बुवा भाइ बहिनी र विद्यार्थी भाइ बहिनीहरू, मैले खासमा आज यो समीक्षा गर्ने समालोचक भन्नुभयो, समालोचक पनि होइन र समीक्षा पनि म गर्छु। थोरै टिप्पणी चाहिँ के भयो भने यो ठुलो भारी बोकाइदिनु भयो, आएपछि तपाईँले यति काम गर्नु भनेपछि मैले थोरै यो भारी चाहिँ पिसाउने कोसिस गरेको छु र यो म समालोचना गर्न पनि सक्ने अवस्था छैन र थोरै टिप्पणीको रूपमा चाहिँ गर्छु। र पहिला म नाटकतिर जान्छु। हाम्रो समाजमा सबैतिर भएका समस्या नै उहाँले लिनुभएको छ र म त्यो नाटकको पहिलो कुरो उहाँले जुन किसिमको त्यो एउटा के भन्छ त्यो सिमिलिज मेटाफोर्स भन्छ, त्यो एक किसिमको उहाँले बिम्बहरू राखेर जसरी गीत पनि राखेर र पात्रहरू पनि राखेर त्यो नाटकले हाम्रो समाजको समस्याहरूलाई उजागर गर्नुभएको छ। त्यो मलाई अत्यन्त राम्रो लागेको छ र यो नाटक चाहिँ एउटा सदैव यो उहाँको नाटक जहाँ देखाए पनि हुने, नेपालभरि जहाँ लगेर देखाए पनि हुने र जुन स्टेजमा देखाए पनि हुने नाटक रहेछ र गीति काव्य उहाँले निर्माण गर्नुभएको छ। यो म उहाँलाई र उहाँका जो यसमा संलग्न सबै पात्रहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। र उहाँको जुन कविताको सन्दर्भ छ, उहाँले 3वटा कविता मैले सुन्न पाएँ र म आफै चाहिँ छन्द कविताको मा त्यति धेरै पारङ्गत मान्छे होइन, तर मलाई के थाहा छ भने छन्द कविताको बारेमा केही थाहा छ। म स्कुलमा पढ्दादेखिको छन्द कविताका बारेमा अलिकति अध्ययन पनि गरिरहेको विद्यार्थी भएको नाताले र स्कुलमा पढ्दाका तिनै अनुभवका आधारमा केही उहाँका कवितामा छोटो टिप्पणी चाहिँ गर्छु। यसमा सकारात्मक टिप्पणीहरू मात्रै रहनेछ, नकारात्मक टिप्पणी चाहिँ अन्त्यमा एउटा भन्ने चाहिँ समग्रमा। त्यो उहाँले सबभन्दा पहिला एउटा पञ्च चमार चामर छन्दको चाहिँ
कविता भन्नुभयो त्यसमा चाहिँ हाम्रो भण्डारी सरले भन्नुभएको थियो के अरे पञ्चचामर छन्द है। अब यो छन्दमा के रहेछ भने हामीले छन्दका आफ्नै नियमहरू छन् है। त्यसमा मात्रा हुन्छ, गण हुन्छ, त्यसपछि वर्णको एउटा कठोर नियम हुन्छ। छन्दमा कविता लेख्नु भनेको चाहिँ यताबाट एउटा ढुङ्गा हान्ने त्यो चाहिँ शब्दको र उताबाट चाहिँ अर्को ढुङ्गा हान्ने भावको र त्यो आकाशमा गएर ठोक्काउने काम हो। त्यति सजिलो छैन छन्दमा कविता लेख्ने काम चाहिँ। कविता चाहिँ जसले पनि लेख्न सक्छ र त्यसमा हुने जुन मात्राको कुरा छ, गणको कुरा छ, त्यसमा वर्णको कुरा छ, एकदम कठोर नियम हुन्छ। अब यो सन्दर्भमा उहाँले सर्वप्रथम अब गेयात्मक ढङ्गले गाउनुभएको थियो यो पञ्चचामर छन्दको जुन नदी भन्ने कविता थियो उहाँको। यसमा चाहिँ यो मैले देखेको, मैले सुनेको, पहिला यहाँहरूलाई याद होला शिव ताण्डव स्तोत्र भन्ने छ। त्यो शिव ताण्डव स्तोत्र चाहिँ यहाँले चाहिँ जटाटटी गलत जल प्रवाह प्रवित स्थले भनेर यसरी हामीले चाहिँ त्यसमा यो अझै लालित्य थपेर गाउने गरिन्थ्यो र त्यसैमा छ उहाँको त्यो पहिलो कविता। र यसमा यो कवितामा उहाँले चाहिँ मलाई लाग्छ शान्त रसको प्रयोग गर्नुभएको छ कि जस्तो लाग्छ। कविताको स्थायी भाव चाहिँ शान्त रसमा छ कि भन्ने मलाई लाग्छ। र कतै कतै चाहिँ यहाँनिर मैले हेरेँ प्रकृति वर्णनहरू उहाँले गर्नुभएको छ। एउटा नदी कसरी बग्छ भनेर त्यसमा चाहिँ समस्त लेख फाँटमा सदाबहार ल्याउँछु, म क्रोध राग भागको अज्ञानता चिस्याउँछु, जडो बढे निधारमा मुसाफुरे अभावको निभाइदिन्छु अग्नि त्यो म रोग भोग शोकको भनेर उहाँले एक किसिमको नदीले आफ्नो आत्माबाट निकालेका कुराहरू राख्नुभएको छ। र बिचमा जाँदै उहाँले थोरै श्रृङ्गार रस पनि राख्नु भएको छ कि जस्तो लाग्छ मलाई। सदैव साथ देखिने दुवै किनारा यार हुन्, म भेट्न खोज्छु सर्वदा समुद्र पियार हुन् भनेर उहाँले चाहिँ त्यसरी राख्नु भएको छ। र कतै चाहिँ अलिकति रौद्र रस पनि छ कि जस्तो मलाई लाग्छ। जस्तो त्यसमा करोड टन घुमाउँदै म ज्योति बाल्न सक्दछु, पहाड फाट सृष्टि नै समाप्त पार्न सक्दछु, महान पञ्चभूतको तिनै महत्त्व बुझ्दछन्, बुझी मनुष्य जन्मयो नदी बनेर बग्दछन्। थोरै त्यहाँ माथिल्लो दुईटा लाइनमा चाहिँ उहाँले अलिक थोरै रौद्र रस पनि नदीको दिन खोज्नु भएको हो कि जस्तो मलाई लाग्छ। म धेरै भन्दिनँ, यो ठुलो भारी रिसाउनु भएको छ। उहाँको कवितामा समीक्षा गर्ने हो भने चाहिँ अलिक धेरै 1-1.5 घन्टै लाग्छ। थोरै टिप्पणी मात्रै मैले यति भने। र अब यो जुन छन्द कवितामा आउने श्रुति मधुरता, गेयात्मकता अत्यन्त राम्रो देखियो। सरले गाउनुभयो, सरको आफ्नो कला पनि देखियो, एकदम राम्रो लाग्यो मलाई। त्यसको यो जुन छन्द कवितामा हुन्छ, भाव हुन्छ, विषयवस्तु हुन्छ, त्यो भाव र विषयवस्तुमा उहाँ डुबेको देखिन्छ। अब छन्दको शुद्धताको सन्दर्भमा चाहिँ म अहिले केही भन्दिनँ, किनभने त्यसको लागि चाहिँ कवितै मजाले पढेर त्यसको सूत्र छ कि छैन, सूत्रमा ह्रस्व दीर्घ कति छ भनेर हेर्नुपर्छ। त्यसमा अहिले म गइनँ। र भाषिक सौन्दर्य र शब्द चयनमा मलाई एकदमै सुन्दर लाग्यो। र उहाँले दोस्रो कविता चाहिँ शार्दूल विक्रीडित छन्दमा गाउनुभयो। त्यसमा चाहिँ के थियो भने त्यसको शीर्षक थियो जागिरे हो। यसमा चाहिँ के छ भने उहाँको जागिरे जीवनबाट थोरै विरक्ति हो अथवा समस्या हो कि अन्तिममा जागिरप्रतिको चाहिँ उहाँको चाहिँ एउटा एक किसिमको चाहिँ पीडा हो कि जस्तो देखिन्छ यो कवितामा। त्यसमा चाहिँ उहाँले सुरु नै गर्नुभएको छ, पीडा मात्र दियो भने नसकिने पोखौँ गुनासो कता, सेवामा रहँदै बित्यो सब जुनी टुट्दै गयो धैर्यता। यसको चाहिँ के हुन्छ भने यसको पनि पढ्ने अथवा गीतात्मकताको एउटा छन्द हुन्छ, लय हुन्छ। त्यो लय चाहिँ अब सङ्गीतका मान्छेहरूलाई पनि अलिक धेरै थाहा छ। मैले त्यसरी चाहिँ भन्न अहिले भनिनँ। यसमा यसको चाहिँ म भन तत गुरु भन्ने एउटा त्यसको सूत्र पनि हुन्छ। र शार्दूल विक्रीडितमा पीडा मात्र दियो भन्छ। त्यसमा चाहिँ उहाँको चाहिँ मस जस तत गुरु भन्ने एउटा छन्द हुन्छ। र उहाँको यो चाहिँ कविता म करुण रसको हो कि भन्छु, यसको स्थायी भाव चाहिँ करुण रस हो कि भन्ने लाग्छ। र यो करुण रस चाहिँ वीरगाथा, चिन्तन, दर्शन, प्रकृति वर्णन, स्तुतितिर हुन्छ। र अलिकति
लास्टतिर चाहिँ थोरै उहाँको जस्तो रौद्र रस छ कि सुरुमै छ कि जस्तो पनि लाग्छ। खै पानी न छ नेट खो न सुविधा टेर्ने न कोही हुनु चर्पी हेर्नु जुनार पार्नु र पिएन बोलाउँदै दौडिनु। अलिकति चाहिँ अफिसमा टेन्सन भएको बेलामा चाहिँ को कुरा हो कि हो भन्ने जस्तो लाग्छ मलाई यो चाहिँ। र अरू चाहिँ उहाँको करुणा पैसा मान दया अनेक सुविधा पाइस निजो भन्दछन् जागिर खाएपछि। पैसा मान दया अनेक सुविधा पाइस जो निजो भन्दछन् ताज्दा ती सुविधा समान तहका कैयौँ गुणा तुच्छ छन्। अरूभन्दा धेरै कमजोर छु भने जस्तो पीडा जस्तो। टाठा धर्त ठुलाबडा पहुँचका कुम्ल्याउनै मस्त छन् कोही कामै नभई यही अफिसमा मारी थिगा बस्दछन्। अलिकति एक किसिमको पीडा छ कि जस्तो यहाँ देखिन्छ र यो करुण रसमा छ भन्ने लाग्छ। र यसमा पनि मैले श्रुति मधुरता क्रियात्मकता हाम्रो यो चाहिँ सरले गाउनु भएको थियो जस्तो लाग्छ। उहाँको आफ्नो पनि मलाई एकदम राम्रो लाग्यो र यो एकदम राम्रो लाग्यो। भाव र विषयवस्तु एकदम त्यो चाहिँ अब यो जागिर खानेले बुझेको हुन्छ, म पनि जागिर खाने हुँ, त्यस कारण मैले बुझेको छु उहाँको भाव विषयवस्तु। म चाहिँ इलामको मान्छे, म यहाँ आइरहेको छु। यो जागिर खाँदा कता कता के हुन्छ भन्ने कुरो मैले फिल गरेको ठ्याक्कै मेरोसँग कतिपय कुरा चाहिँ उहाँको पनि मिलेको छ। त्यस कारण यो मलाई एकदम ठिक लाग्यो। र अब छन्दको शुद्धतामा मैले अघि नै भने त्यो के छ चाहिँ अब बसेरै हेर्नुपर्छ। त्यसपछि भाषिक सौन्दर्य शब्द छैनमा र यो जुन बिम्बको प्रयोग लगायतमा चाहिँ उहाँको एकदम उत्कृष्ट छ। र म तेस्रो छोटो भन्छु त्यसपछि सकिहाल्छु। यो देश मुस्कुराओस्, यो चाहिँ उहाँको यो कस्तो छ भने यो देश मुस्कुराओस् यो चाहिँ एक किसिमको मन्दाक्रान्त छन्द। त्यो चाहिँ म भन तत गुरु भन्ने फर्मुला सूत्र हुन्छ। यसमा चाहिँ हामीले पहिला पढेको थियौँ डाँडा काँडा चौरा हरिया देखि पालुवाले भन्ने। त्यति बेला हामीलाई सरले यो हावा भन्ने चाहिँ किन राखेको भनेर पढाउनु भएको मलाई त्यही याद भयो। र उहाँको यसमा चाहिँ यो चाहिँ उहाँको यसको स्थायी भाव चाहिँ रसमा हेर्ने हो भने चाहिँ वीर रस हो कि जसमा चाहिँ अलिकति थोरै वीर रसमा चाहिँ के हुन्छ भने सद्भाव उपदेशका कुराहरू हुन्छन्। त्यस्तो देख्छु म। देशप्रतिको सम्मान सद्भाव देख्छु। वर्तमानप्रतिको थोरै गुनासोलाई ख्याल गर्दै उहाँ जानुभएको र थोरै अन्त्यानुप्रासहरू मिलाएर क्रियात्मकता राम्रो छ र श्रुति मधुरता भावको विषयवस्तु छन्दको शुद्धता लगायतको कुरामा अब छन्दको शुद्धता चाहिँ हेर्नै पर्छ। बाँकी भाषिक सौन्दर्य र शब्द चयन मलाई अत्यन्तै राम्रो लाग्यो। र मैले अब यहाँभन्दा धेरै कुरा भनिनँ किनभने यसको लागि धेरै समय पनि लाग्छ। मैले चाहिँ अन्तिम दिएछ उहाँले भारी बोकाएर मलाई ठुलो भारी बोकाएर थोरै समय दिनुभएको छ। यो गुनासो मेरो। अब अरू केही छैन। र अर्को एउटा गुनासो चाहिँ अब यसरी यहाँले कसैलाई यसरी थोरै टिप्पणी गरिदिनु भयो भने भन्नुभयो भने कम्तीमा 3 दिन अगाडि कविता दिनुभयो भने त्यो चाहिँ राम्ररी पुग्न सक्छ भन्ने मात्रै मेरो भनाइ हो। र यहाँ रहनुभएका आदरणीय अग्रजज्यूहरू हुनुहुन्छ, म जान्दिनँ, उहाँहरू हुनुहुन्छ, यहाँ गुरुवर्गहरू पनि हुनुहुन्छ। उहाँहरूले नै सिकाएको कुरा मैले आज धेरै वर्ष पछाडि विकल्प गरेको छु र उहाँलाई सम्मान गर्दै र यहाँ आज जसले यो कविता वाचनमा उहाँको विकल वाचनमा चाहिँ यो के भन्छ रुकुमको धरतीमा जन्मिएको एकजना वरिष्ठ साहित्यकार हुनुहुन्छ। उहाँका धेरै कुरा मैले अहिले यहीँ आएर चिनेको हुँ उहाँलाई मैले। उहाँका कृतिहरू छन्। उहाँको चाहिँ त्योभन्दा धेरै उत्साह उहाँ आफै लागेर यहाँ नाटकमा सिटीसम्म बजाइराख्नु भएको थियो। यो तान्नेसम्म चाहिँ काम गर्नु भनेपछि उहाँको यो उसले चाहिँ के बुझ्नु पऱ्यो भने यहाँको हामी जो छौँ रुकुममा जन्मिएका अहिले साहित्यतिर लगाव भएका अथवा नभएका मान्छेहरूले उहाँबाट केही कुरो चाहिँ सिक्न पऱ्यो, केही चाहिँ गर्नुपर्ने रहेछ। त्यो चाहिँ जागिरको अन्त्य तह समयमा पनि यति धेरै उहाँ चाहिँ के भयो भने जागरुक भएर लाग्नुभएको रहेछ भन्ने मलाई लाग्यो। त्यसैले गर्दा उहाँले भनेअनुसारै म आएर बसेँ र यहाँहरू सबैलाई हार्दिक धन्यवाद। र म अन्त्यमा के भन्न चाहन्छु भने यो रुकुमको माटो अत्यन्तै उर्वर रहेछ। मैले जहाँ गएको छु रुकुमका प्रायः म यो जिल्लाको सबै ठाउँहरू लगभग घुमिसकेँ। यहाँको महिला हेर्नुपर्छ, उहाँ महिलाहरू आफै डोको बोकेर आफै नाच्न आउनुभएको छ, आफै नाटक निर्देशन गर्नुभएको छ। बालबच्चाहरूको आफ्नै देखियो अहिले। र जहाँ गए पनि यो ठाडी बाका भनौँ बुढाबुढीहरू ट्याम्पो लिएर दमा लिएर बस्नुभएको देख्छु। मलाई यो चाहिँ यो अत्यन्तै गर्वको कुरो लाग्यो यहाँको यो माटोमा। र आजको यो अवसरमा यहाँले मलाई यहाँ उभिएर थोरै बोल्ने अवसर दिनुभयो। यहाँहरू सबैलाई म हार्दिक धन्यवाद दिँदै बिदा हुन चाहन्छु। हस्त नमस्ते। धन्यवाद। श्रद्धेय व्यक्तित्व
प्रसाद भट्टराई सरलाई उहाँले विशेष अतिथि हाम्रो रुकुम जिल्ला समन्वय समितिका अधिकारीज्यू, त्यस्तै प्रकारले हाम्रो यो एकल कविता वाचनका मुख्य पात्र साहित्यकार राष्ट्रिय साहित्य परिषदका केन्द्रीय सदस्य आदरणीय पूर्ण ओझा सर, यस वडाका अध्यक्षज्यू लगायत सम्पूर्ण मञ्चमा आसीन अतिथिहरू, हाम्रा सबै अभिभावकहरू, यस कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय आमाबा दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण भाइ बहिनीहरूमा यो विद्यालयका पर लगायत सबै शिक्षक मित्रहरूमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। पहिलो कुरो त हाम्रो राष्ट्रिय साहित्यिक परिषदले हाम्रो त्रिवेणी गाउँपालिकाको 5 नम्बर वडालाई आफ्नो कार्यक्षेत्र अथवा आफ्नो एउटा कविता वाचनको फलो बनाएर उहाँहरूले ठाउँ रोज्नुभयो। यसको लागि म उहाँहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यसले हाम्रो समाजमा एउटा साहित्यको प्रवर्धनको लागि, कलाको प्रवर्धनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ र हामीले हाम्रो पूर्ण सरसँगै हाम्रो मनलाल सरसँगै हामीले नियमित रूपमा उहाँहरूका सल्लाह सुझाव लिएर त्रिवेणीको साहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ, यहाँको साहित्य गतिविधिहरूलाई हामीले कसरी अगाडि बढाउन सक्छौँ भनेर बेला बेलामा सल्लाह सुझाव पनि लिँदै गरेका छौँ। र मलाई लाग्छ साहित्य भनेको समाजको एउटा ऐना हो र यसले समाजलाई जोड्ने काम गर्छ। समाजका विकृति विसङ्गतिहरूलाई अन्त गरेर समाजलाई एकतामा अगाडि बढाउने, समृद्धिको बाटोमा अगाडि बढाउनको लागि साहित्य अनिवार्य रूपमा चाहिन्छ। हुन त हामी सबै आफ्नो ठाउँमा साहित्यकार नै हौँ। हामीलाई हरेक काम गर्दाखेरि एक खालको भावना पलाउने गर्छ। हामीले कुरा गर्ने सामान्य अवसरमा होस् अथवा गीत, कविता, गजल अथवा के हुन्छ, आफ्ना भावनाहरू अभिव्यक्त गर्ने क्रममा हामी साहित्यकार नै हुन्छौँ। यदि यसलाई संस्थागत तरिकाले, व्यवस्थित तरिकाले एउटा कृतिको रूपमा त्यसलाई प्रकाशित गर्नको लागि हामीलाई अवसर चाहिन्छ, त्यो थलो चाहिन्छ। त्यसको लागि हामीले एउटा सङ्गठित प्रयास गर्नुपर्ने हुन्छ। त्यो सङ्गठित प्रयासको एउटा थालनी भनौँ हाम्रो पूर्ण सरले, हाम्रो मन्नाल सरले गर्नुभएको छ। यो उहाँहरूको यात्रा निरन्तर रूपमा अगाडि बढिराख्नेछ र उहाँहरूको यात्रालाई हामी सबैले साथ र सहयोग दिनेछौँ। यसमा हाम्रो गिरिप्रसाद बुढा पनि हुनुहुन्छ र अन्य साहित्यकार पनि यहाँ हुनुहुन्छ। उहाँहरूले यसलाई निरन्तरता दिइराख्नु भएको छ। यो एकदमै सराहनीय काम छ र आगामी दिनमा पनि यसलाई हामीले हाम्रो त्रिवेणी गाउँपालिकामा यी कविता वाचनका श्रृङ्खलाहरूलाई कसरी यहाँ हामीले व्यवस्थापन गर्ने भन्ने विषयमा सोचिरहेका छौँ। आजको यो कार्यक्रममा म बस्दै गर्दाखेरि एउटा खालको अनुभूति गरेको छु। हाम्रा प्रतिभाहरू गाउँठाउँमा छरिएर बसेका छन्। ती प्रतिभाहरूलाई हामीले व्यवस्थापन गर्न सक्यौँ, अवसर दिन सक्यौँ भने हामीले धेरै साहित्यकारहरू जन्माउन सक्छौँ। धेरै कविहरू, धेरै गीतकारहरू, धेरै नाटककारहरू, धेरै अभिनयकर्ताहरू हामीले जन्माउन सक्दा रहेछौँ भन्ने मलाई अनुभूति भएको छ। त्यसको लागि एउटा मुख्य पाटो भनेको त व्यवस्थापनको पाटो हो। सामान्यतः 5 नम्बर वडाको सन्दर्भमा 5 नम्बर वडा कार्यालय र विद्या विकासमा हामीले एउटा व्यवस्थापनको भूमिका उहाँले निर्वाह गर्नुभयो र यस अवसरमा हाम्रो साहित्यकारहरूले, जिल्लाका वरिष्ठ साहित्यकारहरूले यो ठाउँलाई रोजेको हुनाले यो कार्यक्रम गर्न हामी सफल भएका छौँ। हामीले सानो सानो लगानी गरेर व्यवस्थापनको कामलाई जोड्न सक्यौँ भने यस्ता धेरै राम्रा प्रतिभाहरूलाई हामीले अगाडि बढाउन सक्दा रहेछौँ। हामीले हाम्रा भाइ बहिनीहरूका कविता पनि सुन्यौँ, हाम्रा भाइ बहिनीहरूका अभिनयहरू सुन्यौँ। नाटकमा हेर्दाखेरि उहाँहरूले राम्रो खालको अभिनय गर्नुभएको छ। यस्तै खालले अभ्यास गराउन सकियो भने उहाँ भोलिको दिनमा फिल्ममा खेल्ने भनौँ न एक खालको यस्ता खालका चलचित्रमा खेल्ने खालका कलाकार उहाँहरू बन्न सक्नुहुन्छ, गीतकार बन्न सक्नुहुन्छ, कवि बन्न सक्नुहुन्छ। यो खालको हामीले एउटा व्यवस्थापनको पाटो अवसर हामीले दिनुपर्दो रहेछ भन्ने मलाई अनुभूति भएको छ। हुन त त्रिवेणी गाउँपालिकाले साहित्य क्षेत्रमा केही न केही गर्नुपर्छ भन्ने हिसाबले विगत वर्षदेखि नै एउटा कला, साहित्य, संस्कृति संरक्षण मञ्च बनाएर हामीले त्यो कार्यक्रमलाई अगाडि बढाएका छौँ। यहाँको मयूर नाचलाई, पञ्चबाजाका क्रियाकलापहरूलाई र अन्य नाचहरूलाई पनि अगाडि बढाउने हिसाबले सानो बजेटिङ गरेर त्यसलाई अगाडि बढाउने गरिएको छ। हाम्रो पूर्ण सर, हाम्रो अब साहित्य अग्रजहरूको सल्लाहबाट हामीले आगामी दिनमा एउटा साहित्यको प्रवर्धनको लागि एउटा प्रज्ञा प्रतिष्ठान गठन गरेर जानुपर्छ भन्ने खालको उहाँहरूबाट हामीले सल्लाह पाएका छौँ र भोलिका दिनमा हामीले गाउँसभा मार्फत त्यो पनि एउटा ऐन पास गर्नेछौँ र त्यो ऐन मार्फत पालिकामा एउटा प्रज्ञा प्रतिष्ठान गठन गरेर त्यस मार्फत हाम्रो साहित्यलाई अगाडि बढाउने हामीले त्यो सोचिरहेका छौँ र त्यसको लागि हामीले गाउँसभा मार्फत केही सानो बजेटिङ पनि गर्नेछौँ। र हामीलाई लाग्छ एउटा मानवीय विकासको लागि, समाज विकासको लागि यो साहित्य, यो कला भन्ने कुरो धेरै नै आवश्यक छ र हामीले यो कला साहित्यको माध्यमबाट नै हिजोका दिनमा एउटा जनक्रान्तिको उभार सिर्जना गरिएको थियो। समाजमा भएका विकृति विसङ्गतिहरूका विरुद्धमा जनतालाई एकताबद्ध गर्ने, सामान्य शासकहरूका विरुद्ध जनतालाई उठाउने कामहरू पनि हिजोका दिनमा भएका थिए
ती कुराहरूलाई हामीले आज स्मरण गरिरहेका छौँ र यो समाजलाई फेरि नयाँ ढङ्गले विकासको मार्गमा समृद्धिको मार्गमा अगाडि बढाउनको लागि यो कला साहित्यको आवश्यकता छ। हामीले सोचिरहेका छौँ कि त्रिवेणी गाउँपालिकाको विकास भनेको सर्वाङ्गीण विकासलाई हामीले ध्यान दिनुपर्ने हुन्छ। हामीले बाटो पनि राम्रा बनाउँदै जानुपर्छ, हामीले विद्यालय भवन पनि राम्रा बनाउँदै जानुपर्छ, शिक्षाको गुणस्तरलाई पनि राम्रो बनाउँदै जानुपर्छ, हाम्रा खानेपानीका कुराहरूलाई पनि राम्रो बनाउनुपर्छ, सिँचाइका कुराहरूलाई, उत्पादनका कुराहरूलाई, रोजगारीका कुराहरूलाई पनि हामीले राम्रो बनाउनुपर्छ। त्यति मात्रै होइन, हामीले त्रिवेणी गाउँपालिकाको विकास गर्नु छ भने हामीले साहित्यमा, कलामा, हाम्रो अब गीत सङ्गीतका कुराहरूमा, नृत्यका कुराहरूमा, अभिनयका कुराहरूमा पनि हामीले त्यत्तिकै ध्यान दिनुपर्छ र त्यत्तिकै लगानी गर्नुपर्छ भन्ने खालको हामीलाई महसुस भएको छ। त्यति मात्र होइन, हाम्रा बालबालिकाहरूलाई खेल्ने अवसरको लागि खेलकुदका कार्यक्रमहरू पनि त्यसरी नै हामीले अगाडि बढाउनुपर्छ भन्ने हिसाबले हामीले राष्ट्रपति रनिङ क्षेत्र भन्ने कार्यक्रमलाई नियमित रूपमा वर्षेनी गर्दै आइरहेका छौँ र यो विद्यालयले पनि भाग लिएर विभिन्न खालका हाम्रा बालबालिकाहरूले स्वर्ण पदकहरू, काँस्य पदकहरू जित्ने कामहरू गर्नुभएको छ। आगामी दिनहरू पनि यसलाई हामीले निरन्तरता दिनेछौँ र अब अहिले अलिकति मार्शल आर्टका खेलहरू पनि आएका छन्। त्यसको लागि विद्यालयले अलिकति योजना बनाउनेछ र आगामी दिनमा यस विद्यालयमा त्यो मार्शल आर्टका खेलहरूलाई पनि राष्ट्रपति रनिङ सिल्डमा यहाँहरूले समावेश बनाउनु हुनेछ। मैले यहाँ धेरै कुरा राख्ने समय छैन। अहिले हाम्रा नाटकहरू मार्फत, हाम्रा कविताहरू मार्फत र हाम्रा अतिथिहरूका वक्तव्यहरू मार्फत आइसकेको छ कि हामीले हाम्रो गाउँ समाजको विकासको लागि यो साहित्यिक यात्रालाई निरन्तरता दिनको लागि हामी सबै तल्लीन छौँ र यो हाम्रो विद्या विकास महाविका सरहरू पनि, धेरै हाम्रो शिक्षक मित्रहरू, शिक्षिका मित्रहरू पनि यो कला साहित्यमा रुचि राख्नुहुन्छ र उहाँहरूको प्रेरणाले गर्दाखेरि हाम्रा बालबालिकाहरू यो क्षेत्रमा निकै नै अगाडि बढ्नेछन् र मैले अन्ततः यो कार्यक्रमलाई व्यवस्थापन गर्ने साथसाथै यो कार्यक्रममा जिल्लादेखि आएर यो कार्यक्रम यही ठाउँमा रोजेर यो एउटा भव्य खालको कार्यक्रम तोक्नु भएकोमा हाम्रो जिल्लाको पूर्ण सर, मनलाल सर लगायत हाम्रो जिल्ला समन्वय अधिकारीज्यू र हाम्रो खगेश्वर सर, हाम्रो के अरे ओम प्रकाश केसी, अब धेरैको नाम आउन सकेन, अब अलिकति म सरी भन्न चाहन्छु। नाम भन्दाखेरि हाम्रो कृष्णप्रसाद बुढा सर, उहाँलाई म विशेष हार्दिक अब धन्यवाद ज्ञापन गर्न चाहन्छु र नाम छुटेकोमा अब सरी भन्न चाहन्छु। अलिकति अब नाम छुटेको नआउन सक्छ र पनि अब उहाँहरू हाम्रो लागि प्रेरणाका स्रोत हुनुहुन्छ, उहाँहरू हाम्रो अग्रज हुनुहुन्छ, साहित्यको लागि हाम्रो प्रेरणाका स्रोत हुनुहुन्छ। यो प्रेरणा उहाँहरूले दिइराख्नुहुन्छ। हाम्रो दिलीप सर पनि हुनुहुन्छ, हाम्रो टेकबहादुर ओली पनि हुनुहुन्छ र अरू धेरै हाम्रो साहित्यकारहरू, साहित्यप्रेमी मित्रहरू, हाम्रो कला साहित्य सांस्कृतिक मञ्च संरक्षण मञ्चको अध्यक्ष नन्दबहादुर भट्टी लगायत सबै मित्रहरू हुनुहुन्छ। आमा समूहका हाम्रा कलाकर्मीहरू, आमा समूहको पनि कति राम्रो एउटा नाटक छ होइन, त्यो कुराले धेरै सन्देश दिन खोजेको छ। हाम्रो गाउँ समाजमा रक्सी खाएर हल्ला गरेर अब घर परिवार बिग्रेका कुराहरूलाई पनि राम्रो सन्देश दिने कामहरू गरेको छ। आमा समूहहरूले नाटक बनाउनु भनेको पनि एउटा राम्रो हाम्रो प्रगतिको सूचकको रूपमा हामीले लिनुपर्ने हुन्छ र आगामी दिनमा हाम्रो यात्रा, हामी सबैको यात्रा निरन्तर रूपमा अगाडि बढोस् भन्ने खालको शुभकामना दिँदै मेरा भनाइहरू यही टुङ्ग्याउँछ। हस्, धन्यवाद। धन्यवाद त्रिवेणी गाउँपालिका सरअध्यक्ष अध्यक्ष गणेश कुमार केसी सरलाई। अनि
अनि पूर्ण सर हिजोदेखि नै यहाँ फिल्डमा उपस्थित भएर हाम्रो कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पार्नको लागि अहम महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने जिल्ला समन्वय समिति रुकुम पश्चिमका जिल्ला समन्वय अधिकारी आदरणीय व्यक्तित्व पुण्य प्रसाद भट्टराई सर लगायत हाम्रो खगेश्वर भण्डारी सर र यस्तै किसिमले अन्य शिष्ट विशिष्ट महानुभावहरू अतिथि गणहरू तल कुन्दमाङ र बेलैदी डाँडादेखि लिएर माथि तमाछरेसम्म खण्डारा डाँगीमारा हुँदै लाइतसम्मका यो कार्यक्रमलाई शब्द र भव्य रूपमा सम्पन्न गर्नको लागि उपस्थित हुनुहुने सम्पूर्ण आमा समूहहरू अन्य महानुभावहरू विद्यार्थी भाइ बहिनीहरू पञ्चबाजाका समूहहरू लगायत आफ्नो रचना वाचन गरेर आफ्नो नृत्य प्रस्तुत गरेर आफ्नो नाटक प्रस्तुत गरेर मनोरञ्जन दिनुहुने सम्पूर्ण मनहरूमा हार्दिक नमन व्यक्त गर्न चाहन्छु, हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यहाँ अनि त्यो परिवारमा मिलन हुनुको अर्थ साँच्चीकै साँचो अर्थमा त्यो मिलन हो त? पक्कै पनि त्यो मिलन हो जस्तो मलाई लाग्दैन। पूर्ण सरको नाटकमा पनि त्यही देखियो। उसले मदिरा खाएर कथा नाम गर्दै श्रीमतीलाई निकाल्छ अनि त्यसपछि पुनः मिलन हुन्छ। पहिले वियोगात्मक हुन्छ, आएर अन्त्यमा सहयोगात्मक भएको थियो भने मेडमहरूको नाटकले पनि त्यही देखाएको थियो। त्यसकारणले म पनि प्रण गर्छु, आजदेखि तपाईँ हामी सबैले प्रण गरौँ। हिजो श्रीमानले मात्र रक्सी खाएर समाजमा कलह निम्त्याउँछ भन्ने थियो, आज श्रीमतीले पनि रक्सी खाएर श्रीमानसँग झगडा गरेर कलह निम्त्याउने समय आइसकेको छ। त्यसकारणले आजदेखि म पनि मदिरा पिउँदैन प्रण गर्छु र तपाईँहरू पनि मदिरा नपिउनुहोस्। एउटा सुन्दर शान्त सभ्य समाज परिवार बनाएर यो राष्ट्र निर्माणको खातिर आफ्नो महत्त्वपूर्ण भूमिका निभाउनुहोस् भनेर भन्न चाहन्छु। र सधैँ प्रमुख अतिथिज्यू, यस कार्यक्रमका विशिष्ट अतिथिज्यूहरू, यो कार्यक्रमलाई शोभायमान बनाउनु हुने विभिन्न विद्यालयका विशेष गरी त्रिवेणी 5 को नमुना आधारभूत विद्यालय तमाछरे जनस्थापना आधारभूत विद्यालयलाई का प्रधानाध्यापक तथा प्रतिनिधि सरहरू, म्याडमहरू र यो कार्यक्रमको व्यवस्थापन गर्ने विद्या विकास माध्यमिक विद्यालय परिवार र त्रिवेणी गाउँपालिका 5 नम्बर वडा कार्यालय परिवारलाई राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिमको तर्फबाट हार्दिक साहित्यिक अभिवादन व्यक्त गर्न चाहन्छु। आज एउटा महत्त्वपूर्ण उपलब्धि हामीले प्राप्त गरेका छौँ। यहाँ मैले धेरै भन्नुपर्ने अवस्था छैन, धेरै व्यक्तित्वहरूले विशेष गरी हाम्रो प्रमुख अतिथिज्यूले धेरै भनिसक्नुभयो। हामीलाई ठुलो उपलब्धि आज हामीले प्राप्त गरेका छौँ कि अबका लोकसेवा अध्ययन गर्ने अध्येताहरूले कर्णाली प्रदेशको प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने गाउँपालिका कुन हो भनेर अध्ययन गर्न पाउने एउटा सौभाग्य त्रिवेणी गाउँपालिकाले प्राप्त गर्ने घोषणा हाम्रो आदरणीय अध्यक्षज्यूले भन्नुभएको छ। उहाँको सम्मानमा सबैलाई म एकचोटि ताली बजाएर सम्मान गर्न हामी हार्दिक अनुरोध गर्दछु। र यो कार्यक्रममा यहाँहरूको जो उपस्थिति रह्यो, विशेष गरी विभिन्न समूहहरू, आमा समूहहरू, पञ्चेबाजा समूह अनि कविता प्रस्तुत गर्ने कवि कवयित्रीहरू र आजको कार्यक्रमका आकर्षक व्यक्तित्वपूर्ण ओली सरको एकल रचना वाचन थियो। उहाँ एउटा देशकै महत्त्वपूर्ण साहित्यिक व्यक्तित्व, साहित्यकार, रुकुमका वरिष्ठ साहित्यकार, त्यस्ता व्यक्तित्वको एकल रचना वाचन गर्ने एउटा अवसर यो विद्यालयले प्राप्त गर्नु, यो स्थान प्राप्त गर्नु हामी जिबाङ विशेष गरी त्रिवेणी गाउँपालिकाको यो विद्या विकास माध्यमिक विद्यालय भाग्यमानी विद्यालयको रूपमा स्थापना भएको पनि म जानकारी गराउन चाहन्छु। यस्ता व्यक्तित्वलाई हामीले उहाँका रचना सुन्ने अवसर पायौँ। उहाँबाट भविष्यका कर्णधार बालबालिकाहरूले पनि धेरै सिकिसक्नु भएको छ। अनि यहाँ प्रस्तुति गर्ने आफ्ना भावनाहरू प्रस्तुत गर्नुहुने सबै व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद दिँदै यो कार्यक्रमलाई शोभायमान बनाउनु हुने प्रमुख अतिथिज्यू, सबै अतिथिज्यूहरू लगायत सबैलाई हार्दिक धन्यवाद दिँदै यो व्यवस्थापन गर्ने विद्यालय परिवार र वडा कार्यालयलाई धन्यवाद दिँदै यो आजको कार्यक्रम यही समापन भएको घोषणा गर्छु। धन्यवाद, नमस्कार। र आज सबैले सामूहिक फोटो पनि खिच्नेछौँ र यो पञ्चेबाजाले यहाँहरूलाई सबैलाई बिदाई गर्नेछ। यति कुरा भन्दै मेरो मन्तव्य फेरि पनि अन्त्य गर्छु। धन्यवाद, नमस्कार।
दिनु त पर्यो जान्छ होइन होइन जानुपर्छ तपाईँ अति त्यो त बिहा नगइ नहुने जान्छ त्यो जान्छ यो बिचमा लाग्यो हुन्छ जान्छ Thank you.